लेग पिस हान्नु एकमाना ल गाइस हाम्रो यहाँनिर अब यसरी मासु बोल्नुपर्ने हुन्छ घुमाउँदै घुमाउँदै आगो फुक्न अलिक गाह्रो भइरहेछ यहाँ केटाले फुक्दैछ आगो चाहिँ तेरो के काम छ यहाँनिर तेरो के काम हो कस्तो बोल्यो ल फाइनली आगो नि बोलिसकेको छ गाइजहरू हाम्रो यहाँ छ केटाहरू कस्तो दामी भ्यू देखिरहेछ यस्तो छ गाइजहरू हाम्रो एकदम होइन यहाँ केटाहरू छ भात पाक्यो गाइस हामी चाहिँ अहिले माथि आइपुगेको छौँ क्या यस्तो यो आगो फुक्नुको लागि यहाँ दाउरा चाहिरहेको छौँ यता माथि यहाँनिर हामी दाउरा लगेर अब अरे मान्छे को छ पर यता माथि छौँ कस्तो दामी छ यार भ्यू लुक एट दिस गाइस ओहो अमेजिङ यसरी यसो गर्नुपर्छ है यो लटी मात्रै घुम्छ ल गाइस यहाँनिर हाम्रो सुरुवात एउटा डोरी ल्याएर यो खुट्टा यहाँ ल्याम्मै बान्नुपर्छ क्या प्लास्टिकले बान्नुपर्छ यो गाइस चाहिँ यस्तो भाबिनु पर्यो क्या हेलो गाइज वेलकम ब्याक टु माई न्यू भ्लग न्यू डेन्स आई होप हजुर सबैजना सन्चै हुन्छ होला म एकदम सन्चै छु अनि आज हामी यता माथि आएको छौँ केटा ट्रेकिङ यता हेर्दै कहाँ गएको हामी थाहा छ तल आज हामी आज रक्ती गएको छौँ एकदम स्पेसल भ्लग आउँछ केटा हेर्नु होला गाइजहरू यहाँ छ कति नुन ल्याएछ पुग्छ तितले पुगिहाल्छ नुन यहाँ नुन छ होइन यो के को लागि के को लागि यो मासुमा हालेर खाने मासुमा हामीले कुखुरा पनि ल्याएको छौँ होइन गाइस भिडियो अन्तिमसम्म हेरिदिनु होला भ्लग अब एकदम खतरा आउँछ होइन अब छिटै मेरो युट्युब च्यानल नै मोनिटाइज हुन लागिरहेछ साथ सपोर्ट गरिदिनु पर्यो गाइजहरू कुखुराले हगेछ डिउन खै तितो छ तितो खै चाख्नु हो तितो छ त्यस्तो छ भ्यू है दाम बबाल छ हामी जानुपर्छ त्यहाँनिर हो पल्किने उयो छ कि बिजोक बनाएछ त गाइजहरू के भयो आएको छ यहाँ यस्तो छ गाइजहरू हाम्रो एकदम होइन यहाँ केटाहरू छ भात पाक्यो भस्मे डढ्यो यहाँनिर मिलन आएको छ रेखा छैन हौ ए स्कुलबाट छिटाउ अरे अहिले चाहिँ होइन अब यो के भन्थ्यो यो सिजन पनि यस्तै हो हरियाली हरियाली छ यहाँनिर चाहिँ कसैको ससुराली घर भन्छ मेरो क्रोमको नोटिफिकेसन बन्द गरिदियो त मेरो क्रोमको नोटिफिकेसन बन्द गरिदियो त यसको क्रोमको नोटिफिकेसन आएको छ अहिले किन त्यस्तो फिल्महरू हेर्छस् त यो नेपाली फिल्म हेर्दैन क्या चाइनिज फिल्महरू हेर्छ त्यही भएर नोटिफिकेसन टङ आउँछ अरे कला आउँथ्यो भनेको सबैभन्दा धेरै हेर्ने मान्छे चाहिँ म यहाँ पढ्छु एकदम बवाल छ यहाँनिर अब यसले हामीले के शिकार गर्ने अवश्य पनि हाम्रो प्लान छ गाइजहरू अनि यसले काटेर खानुपर्ने छ गाइजहरू होइन मान्छे मै हो हजार गुना मिस्टेक भयो 169 पनि अनि 169 कति दिनको तान ए कसै दिन कुन उयो नम्बर डायल गर्दा 89 हो
8 9 8 1 8 6 हो 8 त्यो गाइज हामी पुग्नुपर्ने निकै माथि छ होइन माथि गएर भेट्नुपर्छ भिडियो लगभग कन्टिन्यू नै हुन्छ अब होइन माथि जानुपर्ने त्यो के भन्थ्यो कुहिरो लागेको माथि जानुपर्ने छ हाम्रो केटा बोय छोडेर छ होइन खतरा खतरा भिडियो आउँछ माथि गएर अब हेरौँ कस्तो हुन्छ पानी परेन भने चाहिँ सायद रमाइलो नै गर्नेछौँ हामी हेलो गाइज वेलकम फेरि पनि आइसकेको छौँ तपाईँहरूको साथमा यस्तो छ यहाँ चाहिँ गाइजहरू हाम्रो यात्रा यस्तो भइरहेको छ आज है हामी आधी बाटो आइपुग्यौँ होला एकदम अन्धकार पनि छ आज लेक हो यो चाहिँ हाम्रो माथि गएको माथि यहाँ छ आजको शिकार खेल्नुको लागि बन्दुक गाइजहरू यस्तो छ होइन ग्रास फाइनली एउटा ग्रास छ त्यहाँनिर एउटा है यस्तो बवाल छ गाइजहरू यहाँ छ यहाँ चाहिँ यस्तो दामी भ्यू छ यार बोकिराख्नु यहाँ चाहिँ हामीले आगो फुक्नु पर्ने हुन्छ होइन आगो फुक्ने हुन्छ यसको बोक त्यति बोक हुन्छ यस्तो बवाल छिन्छ यार गाइजहरू गाइज हामी चाहिँ अहिले माथि आइपुगेको छौँ क्या यस्तो यो कस्तो दामी आगो फुक्नुको लागि यहाँ दाउरा चाहिरहेको थियो छौँ यता माथि यहाँनिर हामी दाउरा लगेर अब अरे मान्छे को छ पर यता माथि छौँ कस्तो दामी छ यार भ्यू अब हामी पुग्नु आँटेको त्यहाँ चाहिँ होइन ओइ कस्तो न बाबे लाइक गरिदिनु होला लाइक सब्सक्राइब गाइजहरू है हामी अहिले त माथि लेकमा छौँ यस्तो दामी छ नि वेदर गाइजहरू आज चाहिँ के हामीलाई मन परेको छैन पानी पनि परेको छैन क्या त्यही खुसीको कुरा हो घाम पनि छैन दाउरा बक्कै मचिरहेको छ यहाँनिर पर भेट्नुपर्छ गाइज ल ल सुहु यस्तो राम्रो छ यहाँनिर हो नमस्ते गाइज देखिरहेछ नमस्ते गाइज हामी चाहिँ अहिले यता माथि डाँडामा आइपुगेको छौँ हाम्रो गन्तव्य लगभग पुग्न लाग्यौँ यहाँ दाउरा बोकिरहेछ केटोले हामी यहाँनिर बस्ने हो क्या गएर यो चाहिँ लोकेसन चाहिँ फाबिङ सिरान धनपोखरी भन्छ रक्ते है मेरो घर अब हामी छिटै पुग्छौँ यो किन बोक्यो भने चाहिँ आगो फुक्नु बोकेको क्या मैले अनि बबाल छ यता हामी यो साइडबाट आएको यस्तो छ सुन्दर सुन्दर भ्यू हामी केटाहरू आइपुगिसकेको छ 2-3 जना अरे के छ ओइ तर्छ ओइ मा कत्रो तर्छ यार म त उमा चरा हान्दै रहेछ केटोले खोइ कत्रो तर्छ यार दामी तर्छ म त हाम्रो केटाले चरा हान्दै रहेछ कि यस्तो दामी छ केटा हाम्रो लोकेसन यहाँ हो हाम्रो डेस्टिनेसन हामी पुगिसकेको छौँ गाइजहरू यहाँनिर हामी पहिले सिलिपिटी खेल्थ्यौँ बवाल छ यहाँनिर माथि पार्टी छ त्यो त पर गइन्छ मङ्गलबारे पुग्छ ओहो के सुन्दर ठाउँ रहेछ यता त सुन्दर ठाउँ गाइज हाम्रो यहाँनिर यता फुक्नुको लागि बोकेको देश बन्छ त कसले बनाउँछ देश बोकिरहेको छ यहाँ चाहिँ सुन्दर ठाउँ सुन्दर गाउँ हाम्रो एउटा नाउँ के गर्नु थियो हाम्रो यहाँनिर डेस्टिनेसन चाहिँ गाइज हामी पुगिसकेको छौँ फाइनली गाइजहरू अघि केटाहरू पुगिसकेको छ हामीले बनाएको त्यही पनि हुन्छ त्यही माथि नि त्यहाँ बनायो हामी पर डाँडामा जाउँ हौ पानी पर्दैन हौ डाँडामा सही हुन्छ नि होइन जनता हो त हामीले त्यहाँनिर लोकेसन चेन्ज गरेर त डाँडामा पानी पर्दैन सायद
त्यहाँ चाहिँ आफ्नो केटाहरू हामी त्यही बनाइ खानुपर्ने हुन्छ किनभने डाँडामा रमाइलो हुन्छ नि त गाइजहरू यस्तो छ कुखुरा बोकिरहेको छ त्यहाँनिर त्यसले हामी पहिले पनि यहाँनिर 2-3 चोटि आइसकेको हो कि यहाँनिर यस्तो बवाल ठाउँ छ यहाँदेखि बब्बाल भ्यू देखिन्छ क्या शान्त हुन्छ मन यहाँनिर आउनुको लागि यस्तो बवाल ठाउँ छ गेटिसे यहाँ छ केटाहरू नमार न अहिले छोडिदियो छिन् त्यसको जिन्दगी अरे मारेर खान्छ लिएर आएर त्यसको जिन्दगी ओ दौरा खोज न तिमीलाई दौरा खोज्ने काम हो क्या केटा हो अब यहाँनिर हामी मासु पोल्ने बनाउनु पर्ने हुन्छ गाइजहरू होइन मासु पोल्ने बनाएर खाने हो खुकुर यहाँ ओइ सुकेको दौराहरू खोज है गाइज स्ट्रबेरी दादा भिडियो भन्दै यो बनाएको सामान अलि मजाले न अर्को हुन्छ कि यो त यार अर्को हुँदो रहेछ है What's up gang? Welcome to Hood. यहाँ देख्न सक्नुहुन्छ तपाईँ स्ट्रबेरी यस्तै भनेको कम्ती मिठो हुँदैन मैले अलिक खाएँ एउटा ठुलो हुन्छ क्या मैले ठुलै खाएँ नि त यहाँ चाहिँ मासु पोल्ठो बनाउनु आँटेकै तपाईँ कसको फ्यान हुनुहुन्छ जुम गरेर बनाइदिएको यहाँ चाहिँ हामीले मासु पोल्ने बनाउनु आँटेको होइन यस्तो रमाइलो छ गाइजहरू स्वर्ग भनेको हामीले देखिरहेको छौँ क्या यहाँनिर चाहिँ भाडा चिर्दैछ कपिराइट लाग्ने सम्भावना बढी हुन्छ त्यही भएर गीत मारिदिएको छु मैले यहाँ छ हामी दाउरा रेडी गर्दैछ केटाहरूले एकदम बवाल छ सिन गाइजहरू तपाईँ होइन आउनु सक्नुहुन्छ यहाँनिर घुम्न यसलाई यो के भन्थ्यो रक्ते डाँडा हामी ताल गोल खेल्नुको त्यो होइन त्यो उम्लिङ यस्तो बवाल छ गाइजहरू वेदर दामी छ टक्क यहाँनिर घुम्न आउनुपर्छ बवाल हुन्छ सट्ट एकदम कसले केराउ ल्याएर दर खान्छ यहाँ माथि चाहिँ के भन्थ्यो रक्ते छ मन्दिर धनपोखरी मन्दिर छ बवाल के हो गाइज अब होइन बवाल 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 छ यस्तो बवाल ठाउँ छ केटा अब तिमीहरू आऊ क्या यो ठाउँमा अनि बुझ्छौ क्या ठाउँ केटा कस्तो हो कस्तो दामी छ र साथीहरू एकदम वेदर पनि एकदम वेदर पनि एकदम गुड छ खाँदै खाँदै त स्ट्रबेरी यहाँ स्ट्रबेरी पनि पाउँछ यहाँ छ स्ट्रबेरी चाहिँ हो स्ट्रबेरी यस्तो क्या ठाउँ भनेको गाइजहरू तपाईँहरू पनि आउनु सक्नुहुन्छ एकदम यो डेस्टिनेसन नै बवाल छ गाइज गन्तव्य बरु के भन्थ्यो यात्रा कठिन होस् गन्तव्य सुन्दर होस् क्या ल गाइज हाम्रो यहाँनिर अब त्यसरी मासु पोल्नु पर्ने हुन्छ घुमाउँदै घुमाउँदै आगो फुक्नले गाह्रो भइरहेछ यहाँ केटाले फुक्दैछ आगो चाहिँ तेरो के काम छ यहाँनिर किनकि तेरो के काम हो किनकि कस्तो बोल्यो यहाँ फुक्दैछ आगो चाहिँ ऊ त्यो मैले खाइरहेको यस्तो राम्रो ठाउँ छ गाइज बनाउँदैछ हाम्रो यो के भन्थ्यो माथि नगरपालिकामा तपाईँहरू कतै हुनुहुन्छ भने चाहिँ पक्कै पनि एकचोटि आउनु होला अब लगभग यो सिजनमा हो क्या बवाल हुन्छ यो सिजनमा हरियाली हुन्छ नि त यो ठाउँ अनि
कस्तो बवाल छ दामी भ्यू हुन्छ गाइस एकदम तपाईहरुलाई के टेन्सन केही छ भने चाहिँ यो ठाउँमा आउनु क्या टेन्सन चैट सब सुविधा छ चिमे हरियाली भन्छ बवाल छ यार आगो फुक्छ निकै गाह्रो भइरहेछ केटाहरूलाई सो केटाले फुक्छ मलाई थाहा छ केटाहरू एकदम थाहा छ केटा सक्छौ तिमीहरू गर सक्छौ केटा कमान केटा कमान यु क्यान डु इट केटा सक्छौ गर ल फाइनली आगो नि बोलिसकेको छ गाइजहरू हाम्रो यहाँ छ केटाहरू कस्तो दामी भ्यू देखिरहेछ सिन्दिसवान ओहो गाइज आगो नि बोलिसक्यो यो चाहिँ हाम्रो स्पेशली बाटोमा भेटाएको खुकुरी हो हैन त्यहाँनिर लाइनै बस्छ त्यसैन पनि जा त उयो गरेर बस्न भरै उमा लाउनुको लागि यता अलिक बाक्लो बजार खोल्दैछ साथीले आगो त बब्बाल बोल्यो यार चरा खै देखा त यहाँ छ चरा एउटा सेका बनाउने हो क्या यो झार्ने चाहिँ म है यो झार्ने चाहिँ अमित लिम्बू अरे झन् यसले नि झारेको सबैजनाले पाला हानेको यहाँ छ नि त आज आशिष फेरि भन्दा त्यो अस्ति के अरे के भयो के भन्छ त्यो तेरो त्यो भागमा के भनेको थियो के भन्छ एक्साइटेड भन्दा भाइ मलाई यो तिन खाम न तिन त डल्ला डाँडा म यस्तै खानुपर्छ क्या तितो भयो माखा तितो भयो आमा नि झिकेर खाऊ टुटु पड्काएको भात आमा नि झिकेर खाऊ भुनै गुज आना झिकेर खाँदा हुन्छ एकजनाले उयो उब्रेन अब चाहिँ फोटो खिच्न मसला मर मसला Look at this guy, so amazing. यसो गर्नुपर्छ है यो लट्ठी मात्रै घुम्छ गाइस यहाँनिर हाम्रो सुरुवात लट्ठी मात्र घुम्छ ओ एउटा डोरी ल्याएर यो खुट्टा यहाँ ल्याम्मे बान्नुपर्छ क्या प्लास्टिकले बान्नु लट्ठी मात्रै घुम्छ क्या आथामा यसो गर्नुपर्छ नि कतिवटा ल्याउनु पर्यो यस्तै छ गाइस हाम्रो आजको रमाइलो पलहरू हैन अलिक दिमाग लगा कस्तो भयो पाक्छ यहाँ अब झड मासले स्टार्टिङ हो नि त यो त यो चाहिँ त्यो सबै नचलाए अन्त त्यो गनेर मात्र चलाउने एउटा छवटा पुग्छ जति अझै उभिन्छ गनेर त्यो लाने अरू उभिएको त्यो युज एन्ड थ्रो क्या यो देशी घी हो हैन त्यसो धेरै लाउनु हुँदैन यस्तो बबाल छ गाइस हाम्रो सिन यहाँनिर हैन त्यसरी खेलाउन Oh my god, this is a loop. ड्यू पड्किरहेको छ यहाँनिर है खै बुच्यो बुच्यो कहाँ गयो ऊ पर्छ यो कहाँ कसको बिर्छ होला बबाल छ गाइस अब यसमा भेट्नुपर्छ है हामी बेलामा सिन देखाउँछौँ हामी बबाल हुन्छ हैन यहाँ छ अब हामी ड्यू सानो छटौँ सानो गाइस हाम्रो यहाँनिर अब हामी बिचमा आइपुग्यौँ डान्स पनि हुँदैछ यहाँनिर गाइस यहाँ चाहिँ कोही काम गर्ने हैन कोही चाहिँ मासले एउटा भिडियो बनाउँछु भनेर हैन बनाएको गाइस अब एकदम डेन्जर है मेरो भ्लगकै सबैभन्दा डेन्जर यो भिडियो हुनेछ होला लगभग हैन घुम्छ घुमा त एकचोटि Look at this. मेरो चिसो यहाँ छ खानुपर्ने हुन्छ अब एकदम रमाइलो भइरहेछ आज चाहिँ गाइजहरू डान्स पनि हुँदैछ यहाँ केटा
यो गाई चाहिँ यस्तो भापिनु पर्यो क्या एउटा कुरा नाचलु यतिको भाइ मिल्नु पर्यो नि त गाईहरू साथी साथी भएपछि साथी साथी मात्र भनेर हुँदैन गाई यतिको भाइ पनि मिल्नुपर्छ साथी साथी भएर कति चिज आएर मुखबाट पुरा पाप उठ्दैछ यस्तो रमाइलो भइरहेछ गाईहरू यहाँ चाहिँ होइन हामी यस्तो डाँडामा छौँ आज चाहिँ यहाँ केटाहरू छ आफ्नो आफ्नो धुन हो क्या आज चाहिँ आङखानाको भन्दा हिँड्छौँ गाई मान्छे कोही काम गर्दैछ कोही के गर्दैछ केटाहरू स्पेसल्ली म चाहिँ काम गर्दैछ स्पेसल्ली म चाहिँ हाम्रो यो यहाँ छ यो चाहिँ आफ्नो आफ्नो धुन्छ क्या कोहीले कोही के काम गर्छ कोहीले के काम गर्छ मैले केटाहरूलाई आफ्नो आफ्नो डिपार्ट दिएको छु लाइक कमेन्ट सब्सक्राइब एउटा गरिदिनु होला सबैलाई हैन भिडियो अन्तिमसम्म हेरिदिनु होला भिडियो कस्तो छ अवश्य पनि कमेन्ट गर्नु होला फर्स्ट टाइम हो हामी यसरी आएको चाहिँ अब अर्को भिडियो पनि छिट्टै आउँछ यस्तै हैन बाबा अब चाहिँ लगभग हामी आज चाहिँ अर्को भिडियो चाहिँ खतरा है दुईचोटि हाल्नुपर्छ है भिडियो यस्तो खाएको भिडियो आयो भने नि हामी सबै यसरी जहिले खाँदै हिँड्नु पर्यो क्या गाईहरू न्युज राम्रो आउनु पर्यो भोलि पनि आएर खाइदिने हो यस्तो हुँदैछ यहाँ चाहिँ हेरे मासु 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 हामी टन्नै छ मासु खानुको लागि 2 पो बजिसकेको हामी चाहिँ एउटा ट्राई हेर्न आँटेको होइन अब भिडियो अर्को बनाएर हाल्ने हो सुरुमा यो बनाइसक्नु पर्यो नि त कस्तो हुँदो रहेछ यो तरिकाले बनाउँदा होइन अनि अर्को तरिकाले बनाउने हो तर एकदम रमाइलो भइरहेछ है यो चाहिँ लोकेसन चाहिँ यतामाथि के भन्थ्यो यो ठाउँको नाम त रक्ते धनपोखरी मन्दिर पनि यतामाथि नजिकै छ बबाल छ ठाउँ चाहिँ अब यो सिजन नै यस्तो खालको हो क्या एकदम हरियाली अब अलिक पछि झन् साह्रो हरियाली हुन्छ यता पर गयो मङ्गलबार पुगिन्छ हाम्रो घर जाने बाटो चाहिँ यता हो हाम्रो घर फाबिङ राइट माथि नगरपालिका फाबिङ पर्छ कतिलाई थाहा छैन बुझिराख्नु होला एकदम बबाल छ केटाहरू है त्यतिको भाइब चाहिँ मिल्नुपर्छ है मक्कैमारी तरेम त्यो अनेक थरीको टेन्सन अनि के हो भन्ने आँट हुँदा त सिक्ने हातमा लगा कसैले धाक्लाउनु पर्छ वाउ भेरी नाइस कसैले हेर्नु छोड्यो भाइ हातमा लगा के गरेको कस्तो लाटाहरू मैले उहाँ मिलेर छु त्यहाँ केचेर छ त्यो होइन एकछिन गरौँ न यो त भिडियोमा देखाउनु नि लाज लाग्छ अगाडि त पो रहेछ अमिती कहाँ गएको त्यसले पोल्नु थाल्यो आज अब यसले लेग पिस हाल्छ लेग पिस हाल्नु दूध एक महिना सबै पोली राखिदिन्छु माछी यहाँ देख त सब पाकेन माछी घुम्लाएको देखा मासु पनि मान्छे देखा
टाढोमा बनाएको त उठेर मासु हो ला त यो पोलले अनि बोकेर हिँडेको अनि हामी चाहिँ के जे छ त्यो खानु एउटा भिला त खायो यार के मासु लाग्यो यो खाऊ छैन त यार गए मासु छैन यहाँ रहेछ एक पिस मासु खोज्दैछ मासु छैन त हो सबै लगेर गएछ नि साला बाउलाले एउटा हड्डी छ खै मन थियो न केटा केटाहरू साह्रै लपलप गरेर माछी जति भयो म खान्छु हाम्रो खाने कार्यक्रम हो त तिमीले खाएको जस्तो नि भएन त अन्त अघि 5 केजी ल्याउनु पर्दैन मेरो नि छुटो हो नि त्यो खतरा पर्ला म खान्न जान मोर्ला खबरदार सबैजना धुनुपर्छ नि प्र्याक्टिस मेक पर्फेक्ट यसको मासु छ त्यसको के पक्छ भाइ मासु यो चाहिँ किन पल्टाएको पानी नसकै रन्डीहरू कोहीलाई त्यहाँ चुबु ला सिधो ला म त जान्दिन मेरो डिउ यहाँ छ टाउकोमा उखाल्दै मैले त मेरै हो यो त भनाइदिन्छु अरे सबै चिप्लो छ नि अन्डीको भन् के छिर्छ मोबाइल माछी खाएको जस्तो नि लागेन मैले खाएको थियो अघि हड्डी एउटा भिला त खाइए यार साच्चै मैले त मैले पनि खाएँ एउटा भिला त तर सानो थियो मैले एउटा भिला खाइए एउटा भिला त्यो भिला पखेटा खाएको त सानो थियो खै के हो पखेटा खाएको मैले चाहिँ भिला खाएँ नि मैले मजबुत गर्दिछु बा सुटिङको लुगा यस्तो भयो आजको दिनमा बबाल भयो हिरो म चाहिँ खाएर पनि अगाइसक्यौँ हामी चाहिँ होइन खाएर अगायौँ मासु धेरै खायौँ डिउ पनि धेरै खायौँ मगायौँ अब गाइज भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद तपाईँलाई फेरि अब यस्तो राम्रो राम्रो भिडियोहरू आउँछ हेरिदिँदै गर्नु होला
अनि फेरि अब हामी घर घुर्नुपर्ने हुन्छ 7 मन लाग्यो यो कोटको मालिक एकदम बबाल रमाइलो भयो आज चाहिँ गाइस अब हामी घर जाने एकदम साथ सफर गर्नु पर्यो गुड हेभ अ ग्रेट डे ल ओइ फोटो खिच्छु अब सबैजना घर ल गाइस चाहिँ अब हामी खाइसक्यौँ हैन के भन्न चाहन्छु केटा गाइजहरुलाई दर्शकहरुलाई लाइक हान्दिनु सब्स्क्राइब हान्दिनु अनि यहाँसम्म भिडियो हेर्नु भएकोमा सबैलाई धन्यवाद अब हामी घर जान्छौँ अब हामी घर जान्छौँ जाडो छ है नमस्ते चमेरा नमस्ते भरे आज के भन्थ्यो खतरा टिकटक भएको छ हैन टिकटक पनि हेर्नु फोटो खिचिरहेको यहाँनिर अब भरे रोलको लागि यहाँनिर केटाहरू छ भरे खतरा टिकटकमा नि फलो गर्नु होला कुशल लिम्बू फो छ हैन त्यहाँ गर्नु होला अनि तेरो युट्युब च्यानल के छ रे आशिष भ्लग 7 टिकटक चाहिँ मेरो युट्युब च्यानल लोयल बोयबाट आउँछ है गाइजहरु सबैले हेर्दिनु होला अन्तिमसम्म भिडियो हेर्दिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईहरुलाई फेरि पनि अर्को भिडियो अवश्य पनि छिट्टै आउनेछ तपाईहरु पर्खाइमा बस्दिनु होला अनि भिडियो कस्तो छ तपाईहरुले सजेसन दिनु होला कमेन्टमा राम्रो नराम्रो है तपाईहरुको एउटा कमेन्टले मलाई धेरै नै मोटिभेट मिल्नेछ अनि तपाईहरुले सब्स्क्राइब गरिदिनु होला एउटा सब्स्क्राइब गर्दै एउटा कमेन्ट गरिदिनु होला तपाईहरुको एउटा कमेन्टले मलाई यति धेरै मोटिभेट मिल्नेछ कि गाइजहरु यस्तो बबाल छ अब हामी घर जान लागेको भिडियो अन्तिमसम्म हेरिदिनु भयो तपाईहरुलाई धेरै धेरै धन्यवाद यस्तै माया साथ सपोर्ट गर्दै गर्नु होला फेरि अर्को भिडियोमा भेट्नेछौँ बाइ बाइ